युनिभर्सिटीले एसओपी भनेर रिभिजन मागिरहेछ तपाईलाई। कसरी लेख्ने, कसरी रिभाइज गर्ने भनेर टेन्सनमा हुनुहुन्छ, यो भिडियो हेर्नुहोस्। आइएल्टिएस पिटी पढाउनेदेखि लिएर एसओपी एडिटिङ, एसओपी रिभिजन, एसओपी कसरी गर्ने भन्ने गाइड गरेको 15 इयर्स एक्सपर्टिजको साथ म तपाईहरुलाई यो एक्सपिरियन्स शेयर गर्दैछु। सबभन्दा पहिलो टिप, तपाईहरु ओरिजिनल हुनुहोस्। आजभोलि स्टुडेन्टले आफ्नो एसओपी, आफ्नो पर्सनल स्टेटमेन्ट आफै लेख्नुहुन्न। तपाईले म फलानु हुँ, म फलानु कोर्स पढ्न चाहन्छु, फलानु कन्ट्रीमा फलानु कोर्स पढेर यस्तो फाइदा हुन्छ भन्ने कुरा तपाईले आफूले रियलाइज गरेर त्यो आफ्नो ल्याङ्ग्वेजमा ओरिजिनल तरिकाले लेख्नु। च्याट जीपीटी लगायत एआई टुलहरु टन्नै छन्। एआई टुल युज गर्नुभयो भने त्यसलाई तपाईले जतिसुकै प्याराफ्रेज गरे पनि जे गरे पनि युनिभर्सिटीहरुसँग सिस्टम छ, थाहा पाएर तपाईलाई प्लेजराइज थाहा भयो भने तपाईहरुको एकाडेमिक इन्टिग्रिटीमा प्रब्लम हुन्छ। टुल चलाउनुस् र आइडिया लिनुस्, तर लेख्न चाहिँ आफै लेख्नुस्। त्यसपछि तपाईलाई थर्ड ट्रिप, तपाईको बारेमा तपाईले अहिलेसम्म के गर्नुभयो, तपाई के गर्न चाहनुहुन्छ, तपाईको प्लान के छ, गर्नुभएको अचिभमेन्टहरु, तपाईले पढ्नु भएको क्वालिफिकेसन, तपाईले गर्नुभएको वर्क एक्सपिरियन्स, सबै कुरा चाहिँ एक्सप्लेन गर्नुभयो। पर्टिकुलर युनिभर्सिटीमा तपाई जाँदै गर्दाखेरि तपाईलाई के फाइदा हुन्छ भनेर तपाईले भन्न सक्नुभयो भने यो मान्छेको यस्तो रहेछ ब्याकग्राउन्ड, यस्तो रहेछ, यसले यस्तो गर्न सक्दो रहेछ, तपाईहरुलाई कन्सिडर गर्छु। आफ्नो बारेमा कन्सर्न कुरा लेख्नुस्। अरूको बारेमा लेख्नु भन्दा पनि तपाईलाई त्यो युनिभर्सिटी किन मन पर्यो, त्यो कोर्स किन पढ्नु पर्यो, त्यो कोर्स पढेर तपाईलाई नै के फाइदा हुन्छ भन्ने कुरा आफ्नो बनाउनुस्। फोर्थ टिप, आइएल्टिएस पिटी, ड्युओलिङ्गो, टोफलको स्कोर कति छ, आफूले लेखेको ल्याङ्ग्वेजलाई त्यही अनुसार मिलाउनुस्। तपाईको आइएल्टिएसमा 6 स्कोर छ भने तपाईले कुनै एआई टुल अथवा ग्रामरीहरुबाट अलिकति मिलाउन त सक्नुहुन्छ, तर तपाईको ल्याङ्ग्वेजको लेभल चाहिँ आइएल्टिएसमा 6 आको जस्तै मेन्टेन गर्नुस्। र तपाईलाई एसओपी, पर्सनल स्टेटमेन्ट आदिको बारेमा तपाईलाई इन्फर्मेसन चाहिन्छ भने जीआईसी मा तपाईले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अनि यो भिडियो सेभ पनि गर्नुस् है, तपाईको स्क्रल गर्दा गर्दै तलमाथि जान सक्छ। कसैले विदेश अप्लाई गरिरहेको छ, पढ्नलाई एप्लिकेसन चलिरहेको छ भने त्यो साथीलाई तपाईले शेयर गर्न पनि नभुल्नु होला।